Happy Valentine Day, dear Boka. टोकेको टोक्न त तर यहाँ सुन्ने छ यहाँ अझै यति रह्यो हैछ किन पट हाल्छन् चिज हटाउन नि त्यही पुरै राम 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 यस्तो पुरै मैलो भाज यो मान्छेलाई मनै मरेन अब हेलो एभ्रिवान नमस्ते वेलकम ब्याक टु माई युट्युब च्यानल इट्स मी अमृता गुरुङ आई होप कि सबैजना सन्चै आरामै हुनुहुन्छ भन्ने आशाको साथ फेरि पनि आइसकेको छु हजुरको धुवा भयो माझमा नयाँ भिडियोको साथमा आज बिदाको दिन हो त्यही भएर हामीले यहाँ घरको काम गर्न लागेको जहिले घरकै मात्र हुन्छ न मेरो भ्लगमा त घुम्न सुम्न गएको केही हुन्न के टाइम मिल्यो भने घुम्न गएको नि भ्लग बनाउँला अब के भयो त अब मेरो बुढाले घुम्नै लैजान्न नि त म कहाँ जाने एक्लै एक्लै अब बोयफ्रेन्ड बनाउन पर्छ के हो घुम्न लैजाने बोयफ्रेन्ड आज यहाँ कस्तो सागमा उस लाई लागेछ के त्यही भएर अनि लाईको औषधिहरू सर छर्न पर्यो अनि त्यहाँ उस के अरे काँक्राहरू फर्सीहरू रोप्न छ त्यो पनि रोप्न पर्यो भनेर बुढाबुढी लागि परेछम बारीमा बुढाले यहाँ लाईको औषधि बनाउँदैछन् अनि यहाँ एउटा के अरे सरफ पानीले पनि लाई मर्छ भनेको होइन रहेछ त फेक रहेछ हैन मर्न त मर्नु रहेछ अलि हुँदै जान्छ लाईको औषधि बनाउँदैछन् ले राउ हुन त मर्नु जान लागेको बिउ निकाल्ने हो त्यही भएर यो सलाद राम्रो रहेछ यो सलाद साग हो त्यही भएर यसको बिउ राखेको मौरी हो के फेरि ए फुलमा बस्यो मौरी उके तलतिर गयो लाईको उसबाट त्यहाँ पनि छ के तलतिर मौरी यहाँ पुरै फुलमा बस्यो मौरी के मर्न त मरे ह ए मेरो कोब्रामा हाल्दियो यसको लिमिट कम भयो भने हुन्छ त्यो अलि धेरै चाहिँदो रहेछ के सरफ पानी साग टिप्ने भयो टिप अब खाइन्न अब आज खाइयो नि त त्यही भएर 2-3 दिनलाई खाइन्न अनि हाम्रो सलाद साग यस्तो यो के अरे कुखुराले खाइदिएर अहिले त कुखुरा छैन राम्रो भएछ जे होस् नाम्मो भएछ नाम्मो ए के भयो आँखामा चिप्यो अब आँखाको लागि मर्ने भयो लाइकिरा हो के लाइकिरा लाई लाखा भन्ने बुझिन्छ नि हाम्रो उस सुन्तला पनि पुरै भ्याइयो अनि यो के हो र यो के हो यो कमेन्ट गर्नु त थाहा छ भने अनि यहाँ लसुन पानी राख्ने भ्याएछन् पानी चाहिँ आउन आजभोलि लसुनमा पानी राख्ने भ्या छैन त्यसपछि यहाँ तलतिर साग छ साग यो धनियाँ भइहाल्यो धनियाँ त छैन अहिले त धेरै राम्रो उम्रेन लगाएको त हो नि अनि रहेको छ हाम्रो यो आलु आलु पनि दामी भएछ यो एरियामा आलु छ पुरै यहाँदेखि सर र यहाँसम्म आलु यहाँ तलतिर साग छ मर्न त मरे हो लाइक यो पनि बिउ हो कौन यो के हुन्छ अरे सरफले मर्न त मर्ने रहेछ तर अलि धेरै हाल्न पर्ने रहेछ के सरफ मतलब अलि मजाले भिजाउनु पर्ने रहेछ यो अब अलिअलि सर्किदियो हुन्छ गरे खास यसको गन्धले फेरि आउनु नगर होइन यस्तो लाई तपाईँहरूकोतिर लाग्छ कि नै यस्तो लाई कसैकोतिर लाग्छ सेतै पुरै राम 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 यस्तो पुरै तलदेखि माथिसम्म तलदेखि माथिसम्म माथिदेखि तलसम्म
ओहो नि किन लाग्छ र यस्तो? अब अरू खाने पाउन नै हरियो हुन्छ, यति बेला त पात झर्ने बेला हो नि त। मुला उखाल्नु लागेको उखाल्नु नसकेर खन्न लाग्यो। भाँच्यो कि ट्याक्कै। मुला ओ राम्रो माथि भन्दा तल ठुलो छ है। अस्ति त हुन्छ डाइरेक्ट यहीँ लगाउने। यहाँ अलि यो खुर्सानी छ नि त, त्यही भएर छुन्छ कि भनेर मल हाल्ने होला नि पहिला सुरु त। मल फेरि ठुलो भएको माहौल लिन्छ नि। मुलासित मल साट्न जानु पर्यो, मल फकाउन जानु पर्यो। मुला लगेर माथि जति नै छ मल, माथि त बाह्र छ होइन आयो यत्रो रे। ल हामी चाहिँ मुलासित खुर्सानी साट्न मुलासित मल साट्न जानु लागेको माथि र फकाउन जान लागेछ। यो लाउनु पर्यो नि त, बडी लाउनु पर्यो। बडी नलगाऊ है फेरि, काँक्रा लाउनु पर्यो। काँक्रा त लगाइन्छ जति पनि। अनि अर्को फर्सी भन्छन् क्या त्यो लाम्चो वाला फर्सी। ए आँखा लाग्ने हो कि आँखा नलाग्नेलाई? बिउ पनि लिएर जाने हो र? ए होइन, यो मान्छे त कहाँ लिएर गएको बिउ। ल हामी अब माथि गरेर देखाउँछौँ। फाइनली हामी चाहिँ यहाँ मल लिन आइसकेछौँ हामी बुढाकोमा। लाखले हेरेछ यहाँबाट, यहाँ तल हो मल लिने ठाउँ। म हाम्रो उठाउनु एक जेब्रा लानु पर्यो, बिउ जमाउनु पर्यो। बिउ जमाएर बुवालाई पनि दिनु पर्यो। परेन र भने पर हो म निकालम अटाउने हो कि नै अटाइहाल्छु नि चिज अब अटाउन नि। रातिको लुक्न यहीँ आउनु पर्ला मदनलाई झुक्काएर। अप्रिलको बेला उस यहीँ आउनु पर्ला लुक्न। के हो काँडा गरौँ? अप्रिल फुल गराउन त्यसले हेरेछ तेरो गोबर लगाएको के भन न, लैजानु दिन्छस् कि नै भन न बाख्रालाई। ह्याप्पी भ्यालेन्टाइन डे डियर बोका। अब बुढाले भन्न छोड्यो कि र अब ह्याप्पी भ्यालेन्टाइन डे। हेर्छ अझै त्यसको टाउको। उहाँबाट हेरेछ यसको बुढी। मान्छे त कहिले के गर्छ कहिले के गर्छ। भयो चलो यहाँ अब औषधि छरेर भ्याइन लायो। उता मदनले छर्दैछन् औषधि चाहिँ। मैले फेरि यहाँ यो एरियामा फर्सी लगाउने भनेर झारफड गोड्दैछु। यस्तो यस्तो हुन्छ न यो एरियामा के यहाँ लगाउनु होला फर्सी भनेर। मल उता छ मल एक जेब्रा। अरू भ्यालेन्टाइन डे मनाउनु गयो होला नि र हाम्रो भ्यालेन्टाइन डे त बारीमा यही भरे। आज फेरि कस्तो अल्छी लाग्ने दिन छ कि घाम यस्तो चर्केको पनि छैन तर गर्मी सुरु भइसकेछ। जस्तै एउटा टी सर्टमा नि बस्न सकिँदैछ आजभोलि त। यसो
कस्तो अल्छी लाग्ने दिन छ के अल्छी लाग्ने दिन हुन्छ कि नै तपाईहरुलाई कि मलाई मात्र हो कमेन्ट गर्ने यस्तो चट्ट लाएर तपाईहरुलाई के लाग्छ मैले काम गर्दैन मदनलाई मात्रै काम हराउँछु जस्तो लाग्छ क्या मैले पनि काम गर्छु तर अफ क्यामेरा काम गर्छु क्यामेरामा त मदनलाई देखाउनु पर्यो नि हो कि हैन के कसो यसले त कामै गर्ने रहेछ बुढालाई मात्र काम हराउने रहेछ न भन्नु होला मैले अफ क्यामेरा काम गर्छु के यहाँ चाहिँ हामीले उसान्दैछौँ तरुल अनि आलु आगो भएको बेलामा उसान्दिउँ न त आलु त्यो उसानेर राख्यो भने तरकारी बनाउन सजिलो हुन्छ क्या त्यही भएर तरुल उसान्न लागेको बेलामा एकैचोटि आलु पनि उसानिन्छ भनेर अनि दुईवटा एकैचोटि उसानिदिन लागेको मदनले लगभग सिद्धाउन लागिसके औषधि छरेर अब औषधि छरेर भ्याएपछि अनि त्यहाँ खन्नी होला सायद झारसार गोडेर भ्याइसके अब ल हेरौँ कन्टिन्यू गर्दै जाऊँ ल हाम्रो खन्नी कार्यक्रम सुरु भयो मुडन बाडुले खन्दैछन् के भनेको चार गर्ने साह्रो छ नहीं सही मकै बारी दरम दरम सोसानै बिउ जमाउने र ओके ना हो होइन भनेको हो माले हो र भ्याइयो अब यसमा बिउ जमाउने साँझ जमाउने कि भर्खर साँझ जमायो भने चाहिँ साँझ त रोप्ने पो हो अब भर्खर जमाए आजै जमाएर आज रोप्ने हो साँझको टाइममा यतिमा बिउ जमाउने रे अलि बिउ लगाएर भ्याइयो हामीले चाहिँ अब यहाँ माथि प्लास्टिक उस गर्नु प्लास्टिक बिछाउने यहाँ बिउ लगायो खै यो त यहीँ तल गएको यत्रो तल पनि हाम्रो टनेल बनाएर भ्याइसकेको छ यस्तो क्युट वाला यस्तो दामी भएको छ ए हैछ यस्तो दामी भएको छ कि हाम्रो त्यहाँ टनेलमा बिउहरू लगाएर भ्याइयो अब यहाँ बोडी लगाउन जान लागेको त्यो भन्दा पहिला नास्ता खाम अर्ग्यानिक नास्ता भनेर बसेको के त अर्ग्यानिक नास्ता एकै तरुल अब के था कि त लौरो जस्तो के यहाँ है तरुल आलु मुला अंगुर त खाएर भ्याइसक्यो अब यो खाएर भ्याएर अनि बोडी लगाउँछौँ बोडी लगाएर भ्याएर अनि तल जान्छौँ ल खाजा खाएर लगभग भ्याइयो अब हामी बोडी लगाउन जान्छौँ बोडी लास्ट हो यो अझै यति रह्यो यति हाल्यो यो हो कि यस्तो हो कि छैन जम्मा अब खनेर भ्याइयो बोडी लगाउने यति एरियामा
यो मात्र बाँकी छ त्यही भएर यतिमा बोडी लगाउने त्यसपछि मैले भन्छु सिस्नो छ भनेर अनि त्यसपछि म देखाउँछु मुला उखाल्यो मुला भ्याइयो कतिवटा यही यो बोडी लगाएर पनि बुढी लगाएर भ्याइयो यहाँ मदनलाई मौरीले टोकेर यहाँ खुट्टामा यहाँ तलको यहाँ सुन्ने र सुन्ने छैन यहाँ टोकेको यहाँ होइन अलि त फाइनली आया फाइनली सबै लगाएर भ्याइयो अनि हात खुट्टा मुखहरू धोएर नि भ्याइयो यहाँ कस्तो ढुङ्गा कुच्चे जस्तो भयो यहाँ यहाँ मौरीलाई मदनले मौरीलाई के रे मदनलाई मौरीले टोकेको यहाँ पैतालामा टोकेको त यहाँ ढुङ्गा टेक्के चाहिँ भयो क्या यहाँ हो टोकेको यहाँनिर यहाँ टोकेको टोक्न त तर यहाँ सुन्ने छ यहाँ अलि उज्यालोमा जाउँ न यहाँ सानो भयो यहाँ क्या अरू भन्दा नि होइन देखियो यो पुम थियो यस्तो पुम थियो यहाँ नि भयो अनि यहाँ टोकेको कि यहाँ सुन्ने छ होइन यस्तो हो कि यहाँ त्यो मच्छर जस्तो हुन्छ नि जङ्गलको मच्छर पिउसा भन्छन् त्यसले टोकेको गर्यो यसको विष शरीरबाट थप्यो नि त त्यो भएर त्यसलाई सुन्यो मेरो विचार त्यस्तो लाग्यो यहाँ त्यहाँदेखि सुन्ने यत्रोको फुडुलको भयो कस्तो यहाँ ढुङ्गा कुच्चे भयो यहाँ ठ्याक्कै ढुङ्गा कुच्चे भयो यहाँ बिचमा काम पनि गयो अब हामी पनि एकछिन तल काम छ तल जान्छौँ अनि त्यसपछि आएर खानासाना पकाउन पर्छ गइदिउँ हामी चाहिँ तल यहाँ बाख्रेछेडा बारीमा छौँ तोरी फल्दैछौँ मम्मी फाइनल्ली हाम्रो मम्मी आउनुभयो ए तोरी सुकेको तोरी उता फुल्दैछ अझै यता यहाँदेखि यता पाकिसक्यो यसरी तोरी उखालेर सानो तोरी भर्खर तलबाट आइपुग्यौँ अघि नै आउन त अघि नै हो 6 बजीतिर आएको फेरि काम परेर फेरि तल गयो अनि त्यसपछि यहाँ आएर खानासाना पकाउन लागेको आज स्पेसल मेरो फेभरेट खाना पाक्दैछ भ्यालेन्टाइन डे भनेर मेरो बुढोले पकाइदिँदैछन् मेरो लागि स्पेसल अझै येलो अरे बल्ल के पकाउँदैछौँ भनेपछि अहिले म लास्टमा देखाउँछु फाइनल रिजल्ट देखाउँछु बिरयानी बनिसकेको छ यस्तो राम्रो भएन र पहिलो भात जस्तो यो मान्छेलाई मनै मरेन अब खाए जस्तो फेरि अब खुवाउनु पर्ने भयो पकाएर बिरयानी खाएर 2-3 पटक थपिसकेँ मैले हेर्दाखेरि यस्तो छ सादा भात जस्तो उस पहिलो भात जस्तो भातमा बेसार हालेर उस पकाए जस्तो तर मिठो टेस्टी छ मिठो टेस्टी छ सादा छ हेर्दाखेरि यस्तो नमिठो अनि जस्तो छ मिठो 2-3 पटक थपिसकेँ मैले ल भिडियो त इन्ड गर्नै बिर्सेछ खाना खाइयो अनि भाँडासाँडा माझेर एकछिन आगो ताप्यो अनि त्यसपछि सुत्न आएको त बिर्सेछ ल ओके आजको भिडियो यति नै कस्तो लाग्यो हेरेर लाइक कमेन्ट सेयर एन्ड सब्सक्राइब गर्न नबिर्सिनु होला भन्दै अर्को भिडियोमा आउने बाचाका साथ यो भिडियो यहीँनिर इन्ड गर्न चाहन्छु ओके बाई बाई गुड नाइट